जितेर देखाइदिनुस् उनीहरूलाई जसलाई तपाईको हारको व्यग्र प्रतीक्षा रहेको छ। कहिलेकाहीँ हामी सोच्ने गर्छौं र अचम्म पनि लाग्ने गर्दछ। हामीले अरू कसैलाई नराम्रो गरेको पनि हुँदैनौं, कसैको अहितमा हुने काम गरेका पनि हुँदैनौं, सोचेका पनि हुँदैनौं, तर अचानक उनीहरू हामीसँग शत्रुवत व्यवहार गर्छन्। हाम्रो उन्नतिमा उनीहरू बाधक बन्छन्, हाम्रो सफलतामा उनीहरू दुखी हुन्छन्, हाम्रो प्रगतिमा उनीहरू जल्ने गर्दछन्। कसरी हुन्छ हामीलाई कमजोर बनाउने तर्फ उनीहरू दौडधुप गरिरहेका हुन्छन्। कहिलेकाहीँ यो मन हो हैन, अचानक अनायासै कसैले आफ्नो बारेमा नराम्रो कुरा गर्दा, नराम्रो सोच्दा, आफूप्रति नराम्रो धारणा बनाउँदा यो मन चसक्क दुख्छ। यो मनमा एक किसिमको पीडा हुनु यो स्वाभाविक पनि हो। केही नगर्दा नगर्दै पनि मान्छेहरू आफूसँग किन शत्रुवत व्यवहार गरिरहेका छन् भनेर हामी सोच्न बाध्य पनि धेरै पटक भइरहेका हुन्छौँ। हो, त्यस्ता व्यक्तिहरूलाई उसले अब मलाई नराम्रो सोच्यो, मलाई नराम्रो दृष्टिकोणले हेर्यो भनेर उसँग झगडा गर्न, उसँग वाद विवाद गर्न गएर कुनै पनि समस्याको समाधान हुँदैन। बरु तपाईँ हामीले गर्ने भनेको कुरा के हो भने, जो व्यक्तिले तपाईँ हाम्रो प्रगति चाहँदैनन्, जो व्यक्तिले तपाईँ हाम्रो दुर्गति चाहन्छन्, हाम्रो असफलता हेर्न चाहन्छन्, हामीले हारेको हेर्न चाहन्छन्, त्यस्ता व्यक्तिलाई जितेर देखाइदिने हो। त्यस्ता व्यक्तिको सामु जित हासिल गरेर देखाउने हो, सफलता प्राप्त गरेर देखाउने हो, यो ओठमा मुस्कान ल्याएर देखाउने हो, न कि पीर गरेर, चिन्ता गरेर, दुखी बनेर उनीहरूको सामु हिँड्ने होइन। कसैले आफूलाई नराम्रो सोच्छ, कसैले आफूलाई नराम्रो दृष्टिकोणले हेर्दछ भने उसँग झगडा गर्न गएर, उसँग वाद विवाद गर्न गएर टाइमलाई बर्बाद पार्नु भन्दा पनि आफ्नो लक्ष्य के छ, आफूले बन्न चाहेको कुरा के हो, आफ्नो उद्देश्य के छ, आफ्नो कर्म के हो, आफ्नो कर्तव्य के हो, यो सबै कुरा बुझेर आफूप्रति नै, आफ्नो कर्मप्रति नै फोकस हुन सकियो भने जो व्यक्ति तपाईलाई नराम्रो गर्न चाहिरहेको छ, जो व्यक्तिले तपाईको असफलता हेर्न चाहिराखेको छ, जो व्यक्तिले तपाईँ हाम्रो आँखाको आँसु हेर्न चाहिराखेको छ, जो व्यक्तिले हामीलाई रुवाउन चाहिराखेको छ, जो व्यक्तिले हामीले दुःख पाएको हेर्न चाहेको छ भने त्यस्ता व्यक्तिको अगाडि जितेर देखाइदिने हो। यो भन्दा ठुलो सजाय उनीहरूको लागि केही पनि हुँदैन। विचार गर्नुहोस् है। र उसको मनमा पनि एउटा भाव पैदा हुन्छ कि अरे यार, मैले यति नराम्रो सोच्दा सोच्दै पनि, उसलाई दुःख दिन खोज्दा खोज्दै पनि, मैले उसको यति अहित सोच्दा सोच्दै पनि आज ऊ त सफल भयो। अब मेरो यो सबै प्रयास असफल भए भन्ने सोचेर ऊ तपाईँ हाम्रो जीवनबाट टाढा हुन्छ। तपाईँले जिस्काइराख्नुभयो, तैँले मलाई किन यसो भने, तैँले किन यसो गरे भनेर पटक पटक उसँग गएर तपाईँले डिस्कस गर्न थाल्नुभयो भने झन् ऊ त के हुन्छ, उग्र बन्दै जान्छ। त्यसकारणले यस्ता व्यक्तिहरूलाई इग्नोर गर्ने हो। बाटोमा कुकुरले भुक्छ भने कुकुरलाई ढुङ्गामुढा गर्ने होइन, आफ्नो बाटो शान्त भएर हिँड्नुहोस्, कुकुर आफै आफ्नो बाटोतर्फ फर्कन्छ। यो कुरालाई विचार गरेर जीवनमा अगाडि बढ्नुहोस्।